हेलो, यो चाहिँ मेरो पहिलो ब्लग हो। सबैलाई नमस्ते। हामी चाहिँ पेनाङदेखि केलसम्मको यात्रा गर्दैछौँ र तपाईहरुलाई मेरो युट्युब च्यानलमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि हेरेर साथ दिनुहोला। पैसा खप्लाक्कै खाइदिन्छ। हाम्रो नेपालमा चाहिँ कहिले बन्ने यस्तो मलेसियाको सबैभन्दा लामो पुल पेनाङ ब्रिज। मैले 10 रुपियाँ हालेर मसाज गरेँ। एकछिन रमाइलो भएको थियो, जिउ दुखिरहेको थियो, जस्ट इन्जोय भयो भनौँ न। अनि त्यसपछि एकछिन त्यहीँ आराम गरेँ। अनि त्यसपछि साथीहरू आयो, साथीहरूसँग फेरि बोल्यौँ। आइसक्यो केरा रुपियाँ पर छ। के छ मिलन भाइ, ओली भाइ? ए स्लो आमा केरा आइपुग्यो, केरा आइपुग्यो। ल आइसक्यो केटाहरू आउँदैछ ढाका टुपी लगाएर। ओ सोल्टे के छ? ठिक छ यार, कान्छ ठिक छौँ। ओ मिलन भाइ, मेरो भ्लग आउँदैछ है। ओ ओली भाइ, ए हाम्रो सोल्टी हुनुहुन्छ। टिकट काट्दैछु म, दाइ टिकट काट्दै हुनुहुन्छ। मेरो चाहिँ नआउँदो रहेछ घर आउँछ लाग्यो। हामी तिनजना होला यसो साथीहरूले केही खाम न भने त्यो बाहिर निक्ल्यौँ टिकट काटेर। त्यसपछि शीतन खाइयो। आफू त अब नखाने मान्छे, हामीले चाहिँ मैले चाहिँ चिसो खाएँ। जस हामी आधी घन्टा जति यता बस्यौँ। यहाँ हाम्रो नि चेस माछाहरू घरि त खाएर हो। यहाँ बस्दैछ यता चिलमा। नेपाली बाबु
केटाहरू सुर्ती च्यापेर त्यहाँ पुरा तर फुलाइरहेछ हाम्रो सम्धी हामी चाहिँ यहाँनिर अब बस चढ्न आँटेको हामी अब यहाँ बस आउँछ होइन यहाँबाट बस चढेर गइन्छ हाम्रो बस एक्सप्रेस हामी अब केल जाँदैछौँ अब हामी केल जाँदैछौँ अहिले भर्खर 12:30 हुन आँट्यो रातिको राति होइन बिहानको हामी फेरि हिँड्दैछौँ होइन यो गाडी ल ठिक छ स्लो यता छ है सन्धि ठिक छौँ भाइ ठिक छौँ हामी कतिको जाडो भइरहेछ स्लो के गर्दा घरमा बुढी छोडिहाल्यो केही खाजाहरू खायौँ अनि खाजा खाएर अनि त्यसपछि आयौँ आइसकेपछि बसमा चढेर हामी चाहिँ अब कोलालामपुरतिर लाग्दैछौँ आफू त अब चिसो खाने मान्छे होइन अनि त्यसपछि बसमा चढेर मजाले बसेर अनि जाँदैछौँ अहिले हामी जाने चाहिँ यति लामो पुल छ यो समुद्रको लगभग लाग्छ होला 15-20 मिनट लाग्छ यहाँ पुगेर जाँदा अनि हामी बिहान पुग्यौँ एमबिसीमा त्यसपछि हामी चाहिँ कहिले कहाँ बस्यौँ अरे नेपाल एमबिसी भर्खर आइपुग्यो अहिले कति पो बज्यो 6:30 भयो कति बजीको चाहिँ यस्तो छ धेरै मान्छे चाहिँ छैन गएर आउँ है त्यो बारे यो चाहिँ मलेसियाको खै के जाति है मान्छे आयो त्यहाँदेखि यता चाहिँ केल टावर अहिले हामी घुम्दैछ त्यहाँ प्राय कस्तो फिल भइरहेछ एकदम मेगा स्टार मेगा स्टार यहाँनिर छ म त भिलेन हो यहाँको म त भिलेन हाम्रो सम्झि यता के छ स्लो एमबिसीको यो चाहिँ यहाँ छ यहाँनिर यहाँ सबैजना लाइन बसिरहेको रासो सम्झि रासो पारा हामी चाहिँ यहाँनिर होइन केटाहरू हिँडिरहेको यस्तो बाटोहरू छ यस्तो बाटोहरू यता भित्ताहरू छ यता फुटबल ग्राउन्ड हाम्रो दाइ चाहिँ अगाडि गइसक्यो अनि कस्तो भइरहेको एकदम खतरा भइरहेको अब एकछिन पछि त्यो ठाउँ पुगिसकेर घर सिद्धेर भगवान् रमाइलो हुन्छ हाम्रो केला पुगिसकेको छ केटाहरू आज हामी चाहिँ यो टावर हेर्न आएको
टावर बवाल छ केटाहरू यहाँ हिँडिरहेछ जोसका साथ हिँडिरहेछ केटाहरू यतै यहाँ केटाहरूको फेरि फोटोसुट हुँदैछ यहाँ अरे यो टावर आएको हुन्छ हामी चाहिँ यस्तो टावरतिर आइपुगेछौँ कहाँ ल्यायो थाहा छैन बाटोमा हिँडिरहेको छौँ यस्तो गरेर होइन अब कतिखेर पुगिन्छ थाहा छैन केटाहरू पछाडि आइरह कोही अगाडि हिँडिरह यता हिँडाइ चाहिँ Turn left to stay on Jalan Bukit Nanas. माथि खतरा टावर हामी चाहिँ आधी घन्टाबाट हिँडेर यहाँ टावरसम्म आइपुग्यौँ कहाँ हो दाइ यहाँ बाटो फुलेर यही जानको लागि लासो सम्धी कस्तो फिल भइरहेछ केटा हो आधी घन्टा हिँडेर यहाँसम्म आइयो क्रिसका गाना सुने हुन्छ ल चाहिँ छिर्नु न यताबाट आयो आइयो केटा आइयो आइयो टावर आइयो ए मा हाँ फोटो खिच्न मैले केटाहरू क्यामेराम्यान फोटो खिच्नेहरू टन्नै छ सुजन भाइ हेर यहाँ के छ भाइ
टावर घुमेर हामी त्यसपछि नेपाली होटेलमा खाना खानतिर लाग्यौँ केटाहरू यहाँ यहाँ हामी चाहिँ नेपाल आएको छौँ नेपाली होटेलहरू छ बवाल आइपुग्यो हजुर खाइस्यो न लिस्यो न सम्धी रात है लोचले छ रे गाले हामी पनि बोलाको हेरेँ नि स्लो कस्तो फिल भइरहेको ठिक छ सम्धि म युट्युब च्यानल खोलेको छु सब्सक्राइब हान्दियो नि ओके छ सपोर्ट गर्नु पर्यो एक्स्ट्रा बुङ्गुरको मासु पनि होइन ठुलो प्लेटको ए अनि ठुलो प्लेटमा छ एक प्लेटमा कति मेरो चाहिँ आएन क्या सुरु गर्नु मलाई चालु मलाई त एकदमै हेलो भाइ हेलो यस कस्तो छ भवाल सम्धि स्वादको स्वाद मासुको मासु कस्तो है भवाल यार भवाल स्वादको स्वाद मासुको मासु ओ डाक्टर भाइ
खान्छु नि म त सबैलाई खाऊ। ल यहाँ फोटो हाल्नु नि त ल। भिडियो सम्धी लाइल्याऊ सेलरोटी लाइल्याऊ टेस्टिङ सिङ बोल्या बग्गोई मैले दाइ एउटा खाऊ न हाम्रो दामी देखेको थियो तरुण तरुण आयो खतरा प्योर नेपाली बुङ्गुरको मासु टक्क सेलरोटी चपक्क चोबेर रोटी दानी र दानी यो ठाउँ त के गयो दाइ छिटो खाम हामी केल टावर घुम्न जानुपर्छ भनेर हामी छिटो खायौँ केलसिसी टावर आइपुगिसक्यो टावर एउटा मात्र टावर देखिन्छ त एउटा टावर यता लुकेको रहेछ टावर आइपुग्यो टावर हामी आइपुग्यौँ होइन हामी पानी bobal ठिकै छ भाइ कस्तो फिल भइरहेछ बबाल हामी चाहिँ यहाँ आइपुग्यो होइन Kita harus berlaku apa? Kalau berbeda, mari kita. Karena pas berbeda, happy lah. Kita ni YouTube selalu subscribe ya.
यहाँ चाहिँ मान्छेको भिडहरू छ होइन बबाल बबाल छ कान्छ के गर्ने यतापट्टि होइन हामी यतापट्टि तपाईँको यो चाहिँ हाम्रो माछा पालन गर्ने ठाउँ हो यो हो यो माथि डाँडामा चाहिँ सुँगुर फार्म खोल्ने है मिलनले खोल्ने नि कसो मिलन हो हेलो के भन्नु छ भने भन लागिरहेको साथीहरू गाइडहरू यो चिज आइसक्यो केटा यो भन्नु है हजुर भिडियो पो भइदिएर बाटो के पाइयो यता छ हनुमान टाढो टाढो कान्छा भाइ पनि रहेछ त यता यो चाहिँ हाम्रो वंशजहरू हो होइन हाम्रो वंशजहरू रमाउँदैछन् ओ आऊ केटा छिरो गरुड गरुड यहाँभित्र चाहिँ होइन यहाँभित्र माछाहरू छ गिर लगाएर माछाहरू पनि छ खराहरू पनि छ कि सबै छ यहाँनिर 10 रुपियाँ टिकट काट्नुपर्छ यहाँनिर टक्कै यहाँबाट छिटो जानु पाइन्छ पाइन्छ त्यो सबै उयो हो क्या जम्मा पर केटाहरू सबै केटाहरू सौन्थ्याहरू थियो यहाँ पर छ हामीलाई खोज्दैछ यहाँ छ सौन्थ्याहरू थियो केटाहरू यहाँ हामीलाई खोज्दैछ यो चाहिँ बाटो केप यो चाहिँ बाटो केप मुरुगन यो स्टेप छ नि यो चाहिँ मुरुगन है टक्कै यहाँदेखि माथि जानुपर्छ यहाँ भेटिन्छ भेटियो कस्तो भइरहेछ फिल कान्छा कस्तो भइरहेछ फिल हँसाउने उहाँ पर झार्दैन हामीलाई स्लो यसो अब हेर यता हेर है कस्तो रमाइलो छ यस्तो बवाल भइरहेको छ हामी चाहिँ
यहाँ माथि जाँदैछौँ होइन। अब कस्तो दामी ठाउँ छ है। यो चाहिँ प्रवेशद्वार हो। प्रवेशद्वार हो। यहाँबाट चाहिँ अब सबै माथि जाँदैछौँ। हामी कतिवटा भर्याङ छ गनेरले भन्दैछौँ है। घरको भक्कु 154, 55, 56, 57, 58, 60, 61, 62, 63, 64, 65, 66, 68, 70, 71, 273 जम्मा 273 सिडी रहेछ। हजुर मैले 73 घन्टा मुनिदेखि भनेको नि त। अझै भित्र नि बाँकी नै छ। अहिले हामी चाहिँ यहाँ सिडीबाट तल हेर्दैछौँ। यस्तो दृश्य देखिन्छ। यो पहाड छ। पहाडको बिचमा यस्तो सिडी छ। सिडीभित्र चाहिँ शिवजीको मन्दिरहरू र धेरै मन्दिरहरू छ भित्र। यस्तो ठाउँ छ भित्र होइन। यो बाटो केपको यो भर्याङदेखि माथि यहाँदेखि उता अलिक उता गइसकेपछि माथि चाहिँ आकाश देखिन्छ। यस्तो दुलो छ यहाँ चमेराहरू पनि उडिरहेको छ। रमाइलो दृश्य छ सबै हिन्दूहरूको। यस्तो भित्ताहरूमा सबै यस्तो मूर्तिहरू बनाएर राखेको छ भगवानहरूलाई। अझै हामी पनि पर जानेछौँ है। परबाट निक्लेर यो भर्याङ हुँदै हामी यहाँ आयौँ। यहाँ चाहिँ यस्तो छ सबै। अनि यहाँ मन्दिर छ जो चाहिँ यहाँ मुरुगन भन्छ। शिवजी भन्दा पनि धेरै चाहिँ मुरुगन मान्छ होइन। अनि यहाँ चाहिँ यस्तो दृश्य छ। यहाँबाट चाहिँ आकाश देखिन्छ। राम्रो ठाउँ छ। डक्टरलाई म्यानमारको त्यो के अरे सासा नि काका पनि ठिकै छ। छिटोभन्दा छिटो बिहा गराइदिनुहोस्। यो चाहिँ यस्तो ठाउँ छ होइन। यस्तो दृश्य छ होइन। अब मेरो ब्याट्री सकियो 19% छ। अब फेरि चार्ज गरेर फेरि म भिडियो बनाएर फेरि उयो गर्नेछु। हामी चाहिँ फर्किँदैछौँ। भगवान्सँग त केही पनि मागिन। मलाई सन्तोष सुविस्ता राखिदियोस्। तपाईँले 40 माग्नुभयो? ठिकै छ। म त केही पनि मागिनँ। मैले भगवान्सँग घर मजाले सन्तोष सुविधा जान पाऊँ। अनि त्यस्तो इम्पोर्टेन्ट केही पनि छैन मेरो शरीरभन्दा होइन। सबैभन्दा त्यही हो। म सन्तोष सुविधा होस् होइन। अब मजाले घर जान पाऊँ त्यति नै मागेँ। अरू केही पनि मागिनँ होइन। अरू त के माग्नु होइन। हजुर चिल्ली उड्दै गरेको गौडुर जस्तो देखिन्छ हो भने
छिटो उठ्दै गरेको जस्तो देखिन्छ हैन हामी चाहिँ फर्केको हैन त्यही फर्किँदैछौँ यता ल हामी यहाँदेखि मुनि झर्दैछ यहाँदेखि हैन अब त्यही तल झरिसक्यौँ अब यहाँनिर त्यस्तो छ र यहाँबाट चाहिँ अब होइन त्यसपछि हामी लाग्यौँ बस स्ट्यान्डतिर अनि बस छोडेर हामी पेनाङतिर लाग्यौँ आज हामी चाहिँ यता गएछ होइन खानाले पाखाने मेगी यसरी मेगी हातमा बोकेर कति बजी है हामी बेलुका 11 बज्न हिप्पोको सुरु भयो मेरो भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट्स बक्समा कमेन्ट्स गर्न नभुल्नु होला र सब्सक्राइब लाइक हालिदिनु होला म फेरि यस्तै भिडियो लिएर आउनेछु अर्को भिडियोमा